जहिले पनि डिएक्सनको प्रडक्टहरू जति छ डिएक्सनको आर्टिफिसियल कफी टुथपेस्ट साबुन सबै युज गर्दाखेरि आज तपाईको माझमा म आज 3 जना 2टा छोरा 1 जना छोरी 1 जना बुहारी 1 जना नातिनीको म बजु श्रीमती आमा र सासु भएर म उभिराखेको छु। हेर्नु त डिएक्सको रोगीले खाए भने रोग निको हुने, निरोगीले खाए भने रोग लाग्दैन। अनि यो कुरा मैले यसरी आफैमा एप्लाई गरेको कारणले गर्दा आज म जुनै पनि ठाउँमा गए पनि डिएक्सनको बारेमा म एकदमै खुल्ला दिलले खुल्ला हृदयले म डिएक्सनको बारेमा म भन्न सक्छु। चाहे जोसुकैले जेसुकै भने तापनि डिएक्सन यस्तो हो उस्तो जेसुकै भने तापनि त्यसको कुरा म सुन्दिनँ। एक कानले सुनेर अर्को कान उठाउँछु र डिएक्सनलाई म विरोध गर्छु किनभने डिएक्सनले मलाई एउटा नयाँ जीवन दिएको छ। डिएक्सनले मलाई एउटा सासुको उपाधिलाई उनले चाहिँ मलाई प्रुभ गरेको छ, एउटा आमाको एउटा श्रीमतीको, किनभने डिएक्सनले खाँदाखेरि एन्टी-एज र लङ एन्टी-एजको यसले काम गर्दो रहेछ। अनि त्यो फर्स्टमा डिएक्सन जब मैले सुरु गर्नुभन्दा अगाडि चाहिँ पहिला म एज एउटा नर्स थिएँ। डिएक्सन जोइन गर्नुभन्दा अगाडि म चाहिँ एउटा नर्स थिएँ। अहिले तपाईँले चाबेमा होम नर्सिङ होम देखिराख्नु भएको थियो। पहिलाको कुरामा हुनुहुन्छ भने सफल पोखरीमा पहिला त्यहाँ म एज जब गर्थेँ। तर मैले त्यहाँ काम गर्दाखेरि मलाई चाहिँ त्यहाँ चाहिँ के हुन्थ्यो भन्दाखेरि ड्युटी 3 सिफ्ट हुन्छ, एउटा मर्निङ एउटा इभिनिङ एउटा नाइट। मर्निङ ड्युटी गर्दाखेरि त राम्रो हुन्थ्यो, इभिनिङ ड्युटी गर्दाखेरि त राम्रो हुन्थ्यो, तर नाइट ड्युटी गर्दाखेरि मलाई एकदमै गाह्रो हुन्थ्यो किनभने रातभरि मैले बिरामीको सेवा गर्नु पर्थ्यो। अनि त्यो कारणले गर्दा निद्राहरू मलाई एकदमै प्रब्लम भयो। त्यो प्रब्लम भएको कारणले गर्दाखेरि मैले त्यहाँको कुरा जब डिएक्सनमा आउँदै जाँदा मेरो श्रीमानले जब डिएक्सनमा लिएर जाँदा मैले डिएक्सनमा त एकदमै राम्रो रहेछ, यसले त डिएक्सन त एउटा फ्लेक्सिबल बिजनेस रहेछ भन्ने त्यो कुरा मैले थाहा पाएँ। अनि मैले यो कुरा साँच्चै डिएक्सन त एउटा फ्लेक्सिबल बिजनेस हो, यानि कि मैले त्यो नर्सको पेसालाई मैले छोडेर भए तापनि म घरमा बसेर पनि फ्लेक्सिबलले अथवा टेम्पोमा जाँदा अथवा बसमा जाँदा ट्रेनमा जाँदाखेरि पनि मैले बोलेर भए पनि यो डिएक्सन बिजनेस गर्न सक्छु भनेर अनि मैले आफ्नो जबलाई क्विट गरेँ र डिएक्सनमा यसरी आफ्नो श्रीमानसँग हातमा हात साथमा साथ काँधमा काँध मिलाएर कदममा कदम मिलाएर म आज तपाईँको माझमा उपस्थित भएँ। डिएक्सन चाहिँ के गर्छ, डिएक्सनले एउटा मलाई पार्ट टाइम पनि गर्न यसले उत्साह दियो। पार्ट टाइम जब म घरमा जब त्यो मैले सायद म एज अ नर्स भएको भए मैले डिएक्सनलाई चाहिँ त्यति साह्रो मैले भूमिका भनौँ न पार्ट टाइम गर्थेँ। कोही बेला बिहान इभिनिङ नाइट ड्युटी गर्दाखेरि पनि मैले डिएक्सनमा अलिअलि गरेर जब उहाँले मलाई लग्दै जानुभयो, सेमिनारमा लग्दै जानुभयो, तर मैले थोरै नबोले तापनि बोल्न नआए तापनि तर मैले एउटा के गरेँ भन्दाखेरि उहाँसँग हिँड्दा एउटा पेस्ट उठाए पनि एउटा टुथपेस्ट पेस्ट साबुन जे भए पनि एउटा सामान चाहिँ मैले के भने दिने भयो। भनेपछि यो कसले गर्यो भन्दाखेरि डिएक्सन तपाईँ कुनै पनि जब गर्नुहुन्छ अथवा जहाँ पनि जागिर गर्नुहुन्छ तर कहिले पनि तपाईँले त्यो सुविधा त्यो उत्साह त्यो हुँदैन, डिएक्सनले दिँदो रहेछ। त्यो भएको कारणले गर्दा डिएक्सनलाई मैले फेसबुकमा हेर्दाखेरि हाम्रो प्रायः जवान छोराछोरीहरू आजकल दिदीबहिनीहरू पनि पुरा टिकटकमा व्यस्त भइसक्नु भएको छ। अनि यो कुराले म तपाईँलाई चित्त दुखेको छ भने त्यसको लागि म क्षमा प्रार्थी छु। तर टिकटक पनि चलाउनु पर्छ, गर्नु पनि पर्छ र कसको साथमा डिएक्सनको प्रडक्टको साथमा, किनभने जहाँ घरमा बसेर भए पनि हामी प्रायः सबै फेसबुक चलाउँछौँ, फेसबुकको आइडी छ, त्यहाँ मेसेन्जरमा पनि कुरा गर्न सक्छौँ, इन्स्टाग्राममा
टिमद्वारा पनि हामीले के गर्न सक्छौँ डिएक्सन बिजनेस पनि गर्न सक्छौँ डिएक्सन राम्रो हो के छ गुड मर्निङ डिएक्सन गुड मर्निङ डिएक्सन यसले चाहिँ एउटा सेक्युलर फ्युचर पनि दिँदो रहेछ सेक्युलर फ्युचर भनेको एउटा देशको एउटा ब्युटी हो सेक्युलर फ्युचर भनेको एउटा देशको एउटा ब्युटी हो कि तपाईँ हैन जस्तो एउटा उदाहरण कसले दिन चाहन्छु भन्दाखेरि अझै यहाँ कोही व्यक्ति पेसा अथवा जागिर अथवा जबमा हुनुहुन्छ भनेर उहाँको एउटा टाइम छ कति वर्षसम्म कसैको 17 वर्ष कसैको 20 वर्ष कसैको 25 वर्षसम्म उसले के गर्दछ आफ्नो जब गर्न सक्छ र जबबाट तपाईलाई अलिकति 17 वर्ष 18 वर्ष 20 वर्ष भएपछि त्यहाँबाट जबबाट के हुन्छ एउटा पेन्सन दिएर तपाईले क्विट गरेर तपाईले त्यहाँबाट निस्किनुहुन्छ र डिएक्सन एउटा यस्तो सेक्टर फ्युचर छ कि तपाईले एउटा टिम जागिर गर्दा गर्दा पनि एउटा घरमा बसेर हाउस वाइफ भए पनि एउटा सासू एउटा आमा एउटा घरको बुहारी भएर पनि एउटा पार्ट टाइम तपाईले गर्नुभयो भने यसले एउटा टिम के गर्दैछ टिमलाई चाहिँ निर्माण गर्दै तपाईलाई अगाडि लिएर जान्छ जब टिम एउटा निर्माण भइसकेपछि तपाईले चाहिँ के गर्दै रहेछ तपाईँ बिरामी गर्दाखेरि पनि डिएक्सनमा कोही व्यक्तिले हैन 12 से 45 अथवा जुनै पनि काम एउटा